सगरमाथा टलल चिसो हावा वनमा सरर चियाबारी झिलिली रेलगाडी फिलिली लालुपाते वनमा झरर चारैतिर कति झिलिली रातो पहेँलो पत्ती आछु छु 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 कति साह्रो जाडो लाउन आगो ताप्न औ है सभ्यता चाँडो आफ्नो आँगन आएछ है बडा दिन क्रिसमस फर्केर हेलो कहाँ हो तिमी? म त घरमै छु। म जक्सनमा आइसकेँ त। जक्सनमा आउने होइन, कतिखेर आउने हो? म यहाँ कुरेर बसिरहेको छु। मैले सबै केटालाई यहाँ बोलाइसकेँ त। मरेर के लानु छ र? ए खाए सर लाए सर मरेपछि लम्बो सर ल म निस्केँ। कहाँ जम्लाको चिया खाएर जाऊ। चिया खाँदैन म गएँ म। खै के भएको यो छोरोलाई 1-2 महिना जति भइसक्यो रिसाको। के भयो के भयो? ए यो छोरालाई पनि के भएको हो? ए छोरी पो आइछे। लासु आमा, लासु आपा। भाग्यमानी। खै के भएछ त आपा भाइलाई? खै के भयो अनि धेरै भयो त छोरी माइत नआएको पनि। हो नि आपा, के गर्नु फुर्सदै हुँदैन। कहिले कता नजिकको बाटो पनि होइन। भाइ कता गएको त आपा रिसाएर मसँग बोल्दा नि बोलेन। खै कता गयो केही पनि भन्दैन, खालि रिसाएर मात्रै बस्छ। घरमा भए मोबाइलमा मात्रै झुन्डेर बस्छ, सधैँभरि बाहिरको बाहिरै हो। जसले जे भने पनि खाए सार कि लाए सार मरेपछि लम्प सार मात्रै भन्छ तेरो भाइ त। अनि रमाइलो गर्ने बस्ने खाने पिउने हो मात्रै भन्छ। हे छोड्दे त्यसको कुरा, बेकार टेन्सन मात्रै हुन्छ। आफूलाई पनि धेरै दिन भइसक्यो सन्चो छैन। खै के भएको यो ज्यानलाई। बरु नानी तेरो खबर सुना। सबै ठिकै छ आमा। म पनि धेरै बिराम भए। कति धामी झाँक्री गरे, औषधि उपचार गरे, तर निको नै भएन। एकजना साथीले चर्च जाँदा निको हुन्छ भन्यो। त्यही भएर म पनि चर्चमा गएर हेरेँ निको हुन्छ कि भनेर। नभन्दै मेरो सबै रोगहरू निको भयो। बरु आमा तपाईँ पनि विश्वास गर्नु। भाइ पनि त्यस्तो अवस्थामा रहेछ। विश्वास गर्नुभयो भने सबै कुरा ठिक हुन्छ। भो धेरै जान्ने हुने होइन, मलाई सबै कुरा थाहा छ। हाम्रो परम्परा अनुसार नचल्ने धर्म हामीलाई चाहिँदैन। त्यो विदेशी धर्म हो। तिम्रो कारणले गर्दाखेरि हामीले यहाँ समाजले छिछिरो दूर गर्छ। यो कुरा समाजले थाहा पाउनुभन्दा अगाडि तिमी यहाँबाट निस्किहाल र कहिले पनि फर्केर पनि आउनु पर्दैन। हो नि, यस्तो विदेशी धर्म ल्याउने त। यस्तो धर्म ल्याउने हो भने यो घरमा कहिले नआइज, निस्केर जा अहिले नै। खाने हो रमाइलो गर्ने हो कि कसो साथीहरू? हो भन्छन् नि पहिलेको बाजेहरूले खाए सर कि लाए सर मरेपछि लम्प सर मरेपछि जे होला होला। हो नि यार। हामी बेकारमा फर्छ। जाउँ भागौँ बरु भागौँ। जाउँ। रिता, ए रिता छिटो गर न हौ, फेरि ढिला हुन्छ। ल एकछिन।
आशिका तयार भयो कि भएन उसलाई पनि बोलाउनु पर्ने ढिला भइसक्यो भने कति त टाइम लाग्यो रेडी हुन ओ आशिका छिटो गर न हौ चाँडो जानुपर्छ हामी आए कति ढिला गरेको हो अघि नै रेडी भइसक्यो म आज त रमाइलो गर्नुपर्छ है सबै नाच गान जय जय मसी हामी पनि क्रिसमस कार्यक्रमको लागि हिँडेको बाटोमै भेट भइहाल्यो अब सँगै मिलेर जाउँ हुन्छ जाऊँ न सँगै जाऊँ ओहो मेरो भाइ पो रहेछ के भयो भाइ के भयो भाइ के भयो तपाईँहरू सबैजनाले मलाई मेरो यस्तो अवस्थामा गाह्रो अवस्थामा तपाईँहरू सबैजना मलाई साथ दिनुभयो धेरै धेरै धन्यवाद मेरो सँगै खाने सँगै हिँड्ने साथीले पनि छोडेर गयो तपाईँहरू सबैजनाले मलाई छोड्नु भएन धेरै धेरै धन्यवाद छ हजुरहरूलाई तपाईँहरूलाई धेरै धेरै धन्यवाद मेरो छोरो त्यस्तो अवस्थाबाट ल्याइदिनु भयो अनि घमण्डी भएको जस्तो देखिराखेको थियो तर तपाईँहरूको कारणले गर्दाखेरि मृत्युको मुखमा पुगिसकेछ थाहा छैन र यहाँसम्म ल्याइदिनु भयो तपाईँहरूले धेरै धेरै धन्यवाद साँच्चै भन्ने हो भने यो संसारमा धेरै दुःख अनि कष्टहरू समस्याहरू उत्पन्न हुन्छ तर हाम्रो प्रभु येशू ख्रीष्टले चाहिँ तपाईँ र मलाई त्यो कुराहरूबाट छुटकारा दिनुहुन्छ प्रभु येशू चाहिँ मेरो निम्ति मात्र आउनुभएको होइन हामी सबैको निम्ति प्रभु येशू यो संसारमा आउनुभएको यहाँ यूहन्ना 3:16 यहाँ यसरी लेखिएको छ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो ताकि उहाँले एकमात्र पुत्र दिनुभयो उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् र त्यसले अनन्त जीवन पाओस् आज परमेश्वरले चाहिँ तपाईँ र मलाई प्रेम गर्नुहुन्छ हामी यो संसारमा हराइरहेका थियौँ हामी आफ्नै लापरवाही जीवन बिताइरहेका थियौँ र ख्रीष्ट येशूले हाम्रो निम्ति एउटा पुत्र दिनुभएको छ जसले उहाँलाई विश्वास गर्छ त्यसले चाहिँ अनन्त जीवन पाउँछ बाबु तपाईँले पनि येशू ख्रीष्टमा विश्वास गर्नुहोस् येशू ख्रीष्टमा अनन्त जीवन छ येशू ख्रीष्टमा उद्धार मुक्ति छ त्यसकारण तपाईँले अगाडिको जीवनहरूलाई तपाईँले बिर्सिदिनुहोस् अब नयाँ जीवन चाहिँ येशू ख्रीष्टमा जिउनुहोस् यहाँ हेर्ने हो भने 2 कोरिन्थी 5:17 हेर्नु भने यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो पुरानो बिति गएको छ हेर नयाँ आएको छ त्यसकारण तपाईँले त्यो पुरानो कुरालाई बिर्सिदिनुहोस् अब ख्रीष्टमा नयाँ भएर जिउनुहोस् हेर बाबु अब तिमीले यो सबै कुलतबाट छुटकारा हुनुपर्छ जाँड रक्सी चुरोट गाँजाहरू छोड्नुपर्छ अब आजको दिनदेखि तपाईँले येशू ख्रीष्टलाई ग्रहण गर्नुहोस् येशूमा छुटकारा छ येशूमा चङ्गाई छ त्यस कारणले आजैबाट येशू ख्रीष्टमा विश्वास गर्नुहोस् साँच्चै नै सबै रोगबाट निको हुन्छ त बाबु अवश्य निको हुन्छ येशू ख्रीष्टमा छुटकारा छ परमेश्वरमा कुनै पनि कुरो असम्भव छैन कुरा सुन्दा त निकै राम्रो लाग्यो हामी पनि यसो विचार गरौँ कि कसो हुन्छ नि त तिमीलाई राम्रो लाग्छ भने त अनि फेरि छोरी पनि गइराखेको छ छोरीले पनि राम्रै भएको छ अरे अब छोरो पनि यस्तो अवस्थामा ल्याइराखेको छ अब भोलि राम्रो हुन्छ भने सबभन्दा अब त्यही अनुसारको कुरा गरेर हामी पनि जाउँ न त जाने भए छोरी मलाई माफ गरिदेऊ मैले तिमीलाई नबुझेर दुर्व्यवहार गरेँ ल अब त्यो कुराहरूलाई छोडिदिनुहोस् आज क्रिसमस रहेको छ अब हामी सबैजना उहीँ जाउँ अनि हामी सबैले बुझ्नेछौँ ल ल ल जाउँ न त हामी पनि जाउँ न त के को ढिला भइरहेको जाउँ